गाइस गुड मर्निङ है। गुड मर्निङ छ सबैलाई है। र म चाहिँ आज है फेरि पनि है ड्युटीतर्फ लाग्दैछु। र के हुँदैछ भने है हाम्रो है इन्डिया है तपाईँलाई के भन्न चाहनुहुन्छ, हाम्रो इन्डिया र पाकिस्तानको बिचमा है भरपुर मात्रामा लडाइँ हुँदैछ है दुईटाको बिचमा। र हाम्रो सिक्किममा पनि है अलिकति सुरक्षाको निम्ति है हाम्रो सिक्किम सरकारले है नाकाबन्दी गरेको छ। र बेलुका चाहिँ तपाईँको है लाइटहरू हुन्छ है, गाडीहरू ट्रान्सपोर्ट सिस्टमहरू भयो है, लाइटहरू भयो है, एक्सेप्ट अरूहरू नै है तिनीहरू चाहिँ अब बेलुकाको टाइममा चाहिँ है बन्द गर्नुपर्छ। र किन चाहिँ ब्ल्याक आउट भनेको भने चाहिँ त्यही हो, दुश्मनहरूले जति पनि है हाम्रो दुश्मनहरूले चाहिँ है हामीलाई चाहिँ माथिबाट है सजिलै पाराले नदेखोस् भनेर चाहिँ त्यसकै निमित्त सिक्किम सरकारले है हाम्रो सिक्किममा पनि ब्ल्याक आउट भनेर दिएको छ है, नाम मकटेल भनेर पनि दिएको छ है। तपाईँहरूले बुझ्नु सक्नुहुन्छ होला है। तपाईँहरूले सम्पूर्णले यो भिडियो मेरो जति पनि हेरिनु भएको छ है कतिलाई थाहा पनि छैन होला है। र तपाईँहरूले सेयर गरिदिनु होला, लाइक पनि गरिदिनु होला है, जति सक्दो है मेरो फ्यानहरू हुन्छ है सबैलाई है बिहानको है यही भन्दै यति छोटो मेरो भिडियो है भ्लग्स नि राख्दैछु। तपाईँहरूले सेयर गरिदिनु होला है र मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। र सबैजना है तिनै भन्दै यहीँ राख्दैछु मेरो छोटो भिडियो।